यो अलैँचीको बिरुवा चाहिँ झिक्ने प्रक्रिया चाहिँ लगभग अब आज पनि झिक्ने क्रममै छौँ। यो बिक्रीको लागि एकदमै यो चाहिँ तयारी स्थितिमा छ। यो अब आज जाँदैछ। यो 1000 बोट छ। हामी एकदम सस्तोमा दिँदैछौँ। यो टुसा निस्केकोलाई पनि हामीले सस्तोमा बेचिराखेको छौँ। टुसा निक्लेको चाहिँ कस्तो हुन्छ भने यसलाई चाहिँ दुईटामा गनिन्छ, तर यसलाई चाहिँ हामीले एउटैमा गनेर बेचिराखेको छौँ। यस्तो राम्रो छ, हेर्नुहोस्। भारलाङ हो यो। भारलाङ जातको भारलाङ भनेपछि अहिले चाहिँ एकदम फेमस यो कालो सुन। इलामको फाक्पोक्थोम गाउँपालिका वडा नम्बर 6 सिकारी भन्ज्याङ भन्ने ठाउँबाट हामी चाहिँ यसरी बेच्दैछौँ। यो बिरुवालाई चाहिँ अहिले निकालेर एकदम सुरक्षितसँग यो चाहिँ बिक्री भइसकेको हो। अब आज पनि मान्छे आउनु भयो भने निकाल्ने मान्छे एकदम मेहनती मान्छे चाहिन्छ। यो निकाल्न मान्छे आउनु भयो भने, निकाल्ने कामदार आउनु भयो भने चाहिँ आज पनि निकाल्ने योजना छ। हिजो लगभग 900 बोट जति निकाल्यौँ हामीले। पानी परेर अलिक ढिलो हामीले थालेको हो हिजो। ल यस्तै छ है साथीभाइहरू।